ओके त केटा हो आजको मनी नाइट र सुरु भइसकेको छ। मनी नाइट र चाहिँ ब्रक लेसनर र पल हेमनले सबैभन्दा स्टार गर्छ र आज पल हेमन र ब्रक लेसनर पुरा सिक्युरिटी गार्डको सहित आइरहेको हुन्छ। त्यसपछि ब्रक लेसनर र पल हेमन रिङमा जान्छ र पल हेमनले ब्रक लेसनरको तारिफ गर्न थाल्छ। त्यसपछि ओभा फेमीलाई कल आउट गर्दै भन्छ ओभा फेमी एउटा मूर्ख मान्छे, उसले टाइटलको अपर्च्युनिटी पाउँदा पनि ब्रक लेसनरलाई चुज गर्यो र त्यो एकदम गलत हो भन्दै ओभा फेमीलाई कल आउट गर्दै पल हेमनले भन्छ। त्यसपछि ओभा फेमी रिङमा आउँछ र ओभा फेमी रिङमा आउनु अगाडि नै पुलिसले ओभा फेमीलाई घेर्छ, तर ओभा फेमीले सब पुलिसलाई एकाएक गरेर टप्पा टप टिपेर फाल्न थाल्छ। त्यसपछि ब्रक लेसनर डराएर त्यहाँबाट भाग्छ। डब्ल्युडब्ल्युई के देखाइरहेछ, ब्रक लेसनरले किन यति कमजोर, हर बार ओभा फेमीको सामुने ब्रक लेसनर भागै छ, यो के ब्रक लेसनरलाई कमजोर देखाएको र डब्ल्युडब्ल्युईले अरू बेला त ब्रक लेसनर यस्तो तगडा हुन्थ्यो, तर यो चोटि ब्रक लेसनर एकदम कमल भइसकेको छ। र त्यसपछि ओभा फेमीले भन्छ ब्रक लेसनर त मदेखि हर बार डराएर भाग्छस्, अब यो चोटि डराएर भाग्न पाउने छैन, किनकि यो चोटि हेल इन सेल म्याच हुँदैछ, हेल इन सेलमा तँलाई म निपट्छु भन्छ। अनि यसरी ब्रक लेसनर र ओभा फेमीको सेगमेन्ट यसरी सकिन्छ। फुल भिडियोको लागि सब्स्क्राइब गर्दै गर्नुहोला, अर्को फुल रिभ्यू भिडियो पनि आउँछ।